नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। सरकार र डाक्टर केसी बीच सहमति, समझदारी अनुसार 10 वर्षसम्म राजधानीमा मेडिकल कलेज खोल्न नपाइने। बिहिबार 3 बजेका लागि बोलाइएको प्रदेश नम्बर 2 को प्रदेश बैठक पनि नेपाली कांग्रेसद्वारा स्थगित। नीलम आनन्दको जन्म जयन्तीको अवसरमा आज जनकपुर धाम शिव शिष्य परिवारबाट वृक्षारोपण कार्यक्रम। सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीको दावी। र पाल्पास्थित ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल स्थानीय सरकारले हस्तान्तर गरियो। अब समाचार विस्तारमा। प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच 9 बुँदे सहमति भएसँगै उनले बिहिबार राति नै अनसन तोडेका छन्। समझदारी अनुसार 10 वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेश अनुसार 9 चिकित्सा शास्त्र विधेयक नल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्ने लगायतका बुँदा रहेका छन्। अनसन तोडिएसँगै केसीका त्रिवेणी शिक्षण अस्पतालका आइसियुमा भर्ना गरिएको छ। आज दिनभर केसीको मागबारे सहमति जुटाउन वार्ता भएको थियो। पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोली बीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो। प्रा डाक्टर केसी विभिन्न माग राखी 27 दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिभुवन शिक्षण अस्पताल काठमाडौँमा अनसनरत थिए। सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुभाष नेमाङ र माथेमा कार्यदलका संयोजक प्राध्यापक केदार भक्त माथेमाले अस्पतालमा अनसनरत प्राध्यापक डाक्टर केसीलाई जुस खुवाएर अनसन तोड्याएका छन्। यसअघि 2 दर्जन बढी चिकित्साहरूले प्रहरीले नियन्त्रणमा लिएको छ। डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगञ्ज अगाडिको सडकमा प्रदर्शन उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूले प्रहरीले नियन्त्रणमा लिएको हो। बिहिबार सरकार विरुद्ध तर्का नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटार राति अघि नै बढ्न खोजेको चिकित्सकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिन अघि द्विपक्षीय धकेल समेत भएको थियो। त्यस अवसरमा चिकित्सकहरूले गोविन्द केसीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने लगायतका सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए। चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डाक्टर केसीले अनसन बसेको बिहिबार 27औं दिन पुगेको छ। यसबीच सरकार उहाँको माग सम्बोधन गर्न गम्भीर नदेखिएको प्रदर्शनमा उत्रिएका चिकित्सकहरूको गम्भीर आरोप छ। प्रदर्शनको क्रममा उनीहरूले सरकार माफियाको चङ्गुलमा फँसेकाले केसीको माग सम्बोधन गर्न तयार नदेखिएको आरोप पनि लगाएका थिए। नेपाल चिकित्सक सङ्घको आह्वानमा वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै देशभरका सबै सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। गोविन्द केसीको मागलाई आफूहरूले भने जसरी सम्बोधन गर्नुपर्ने लगायतको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकार विरुद्ध सडक र सदन दुवैतिरको आन्दोलनलाई तीव्रता दिँदै आएको छ। बिहिबार 3 बजेका लागि बोलाइएको प्रदेश नम्बर 2 को प्रदेश सभा बैठक पनि नेपाली कांग्रेसले चल्न दिएन। बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य आफ्नो ठाउँमा उभिएर डाक्टर गोविन्द केसीको जीवन रक्षा र माग सरकारले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने भन्दै बैठकमा अवरोध गरेपछि सभामुख सरोज कुमार यादवले प्रदेश सभाको अर्को बैठक साउन 13 गते बिहिबार 11 बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्। संपूर्ण एकजना वरिष्ठ चिकित्सक जो नेपालको अधिकारको लागि, जो नेपालको शिक्षा क्षेत्रमा व्यापक सुधारको लागि अनसनरत भएर आज उहाँ चिकित्सा अस्पतालमा मृत्यु शय्यामा हुनुहुन्छ। उहाँको अवस्था जटिल छ, उहाँ जटिल अवस्थामा हुनुहुन्छ। त्यसैले म सभामुख मार्फत यो प्रदेश सभा लगायत सम्पूर्ण राष्ट्रलाई म निवेदन गर्न चाहन्छु, नेपाली कांग्रेसका हात अनुरोध गर्न चाहन्छ, उहाँको माग अभियान
नेपाली कांग्रेसले ल्याएको विधेयकलाई संशोधन भएन भन्ने माग गर्नको लागि यो हाउसमा अवरोध गर्छु। यो हाउसमा सबैमा सहयोग महोदय धन्यवाद गर्छु। फुकाउन पनि उसैले सक्छ। त्यसैले यो विरोध चाहिँ हाम्रो यो सरकारसँग पुगोस् कि वास्तवमा नेपाली जनतालाई गरिबको छोराले पनि एमबीबीएस पढ्न पाउने। यो 50 लाखदेखि 1 करोडसम्म तिरेर खाली काठमाडौँमा कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा र शिवचन्द्र चौधरीले बोल्दै डाक्टर केसीको माग प्रदेशको हितमा रहेको भन्दै पूरा गर्नुपर्ने बताएका थिए। 27 दिनदेखि अमरण अनसनमा डाक्टर केसीको जिज्ञासा रक्षा गर्न र उनका मागहरू समेटिएको नेपाली कांग्रेसका नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सहित 7 वटै प्रदेशमा अवरुद्ध गर्दै आएका छन्। अब समाचारमा विश्रामपछि नीलम आनन्दको जन्म जयन्तीको अवसर आज जनकपुरमा शिव शिष्य परिवारबाट वृक्षारोपण कार्यक्रम। सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीको दाबी र पाल्पास्थित ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल स्थानीय सरकारले हस्तान्तरण गरियो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। शिव परिवारको गुरु दिदी नीलम आनन्दको जन्म जयन्तीको अवसरमा आज जनकपुरमा वृक्षारोपण गरिएको छ। आज जनकपुरमा शिव शिष्य परिवारबाट वृक्षारोपण कार्यक्रम भएको छ। जनकपुरको एसएसपी प्रहरी कार्यालयमा भएको वृक्षारोपण कार्यक्रममा धनुषा प्रहरी नायक उपनिरीक्षक माकेन्द्र मिश्र लगायत धनुषाका लगभग सम्पूर्ण शिव शिष्यहरूको सहभागिता थियो। आज भएको कार्यक्रममा लगभग 100 वटा बोट बिरुवाहरू रोपिएको छ। शिवलाई आफ्नो गुरु मान्नेहरूले आफ्नो गुरुको ज्ञानबाट प्रेरित भई नयाँ नयाँ बोट बिरुवा लगाएको बताए। जननी छथिन दीदी नीलम आनंद, उनका आज जन्मदिन है और इस जन्मदिन के अवसर पर विगत में भी हम सब आषाढ़ 3 गते जो है वृक्षारोपण करने रही है एसएसपी ऑफिस में, और वही में से कुछ सुखा गेल छे वृक्षा, ओकरा लागी जो है हम सब फिर से 100 के करीब में 75 से 100 के करीब में वृक्ष रोपा आयल छिए। और पर्यावरण तब हमरा यहाँ के सबके लागी बुझले बात है कि आई के स्थिति में पानी कतऽ चल गए, अहाँ के मौसम परिवर्तन भ रहा है। हमरा यहाँ के जनकपुरे में देखियो समस्या कते उत्पन्न भ रहा है कि अब पानी के जब गर्मी आम अब यही तो पानी के समस्या भ जाई है। और चूँकि महादेव गुरु छथिन और प्राकृतिक महादेव के छै, ए लेल जे है महादेव के चिंता है ई बात के कि हमर पर्यावरण सुरक्षित रहे, ये हम सब प्रेरणा पा के ई वृक्षारोपण कार्यक्रम आज कर रहा है। शिव शिष्य परिवारको विगतमा पनि वृक्षारोपण कार्यक्रम गर्दै आएको छ। साथै उहाँहरूले बोट बिरुवा लगाउनाले वातावरण सफा स्वच्छ रहनाले आफूहरूले बोट बिरुवा लगाउने गरेको बताएका छन्। देखल जाए तो पहले जंगल क्षेत्र अपना सबके बहुत नजदीक छलै। जंगल क्षेत्र से की रही पर्यावरण संतुलन गाछ की हुई यहाँ के दिन में वो की करी जहाँ के कार्बन डाइऑक्साइड लै और ऑक्सीजन फेंकित रही, और ऑक्सीजन हम यहाँ बढ़िया से सांस ल पबी। हम यहाँ के ऑक्सीजन में सांस के चीज़ है, तो ऑक्सीजन हम यहाँ बढ़िया से ल पबैत रहे और स्वास्थ्य बढ़िया रहे। एक दोसर बात की पर्यावरण संतुलन में से भेल अहाँ के। दोसर बात की रेन फ्लो जो है, बरसात जो है, जखनी समुद्री सतह से वाष्पीकरण हुई तो बरसात के जल की हुई गाछी वृक्ष में बादल टकराला से अहाँ के बादल टकराला से की हुई वृक्ष बरसात के चांस ज़्यादा रही। जैसे कि पहले के अपेक्षा अभी देखल जाए तो पहले बरसात बहुत ज़्यादा, हम सब धियापुता रहिए तो देखिए झपसे दिन हुई कते दिन तक। शिव शिष्य परिवार धनुषाले असार 3 गते पनि एसएसपी प्रहरीका कार्यालय लगभग 600 नयाँ बोट बिरुवाहरू लगाएका थिए। नापी विभागले धनुषाको जटही र भारतको पिपराउन जोड्ने सीमा क्षेत्रको एक प्रमुख पिलर हटाउँदा दुई देश बीचको सुरक्षा अधिकारीहरू बीच विवाद निम्त्याएको जनाएको छ। नापी विभाग काठमाडौँबाट आएको प्रमुख नापी अधिकृत सहितको टोलीले विवाद क्षेत्रमा पुगेर सीमा क्षेत्रको स्तम्भको अवलोकनपछि सीमा स्तम्भ हराउँदा विवाद निम्त्याएको निष्कर्षमा पुगेको हो। प्रमुख नापी अधिकृत रमेश ग्वाली र नापी अधिकृत निर्मल कोइरालाको टोली धनुषाको जटही र भारतको पिपराउन जोड्ने
10 गजा क्षेत्रमा पुगेर सीमा स्तम्भको अवलोकन गरेका हुन्। दस गजा भन्दा पूर्वतिर जामुन पुलको उत्तर पूर्वतिर 284 देखि 35 र दक्षिणतर्फको SP 51 पिलर बीचको 285 नम्बर स्तम्भ हराइरहेको प्रमुख नापी अधिकृत ग्वालीले बताए। दुई स्तम्भको बीचमा हुनुपर्ने उक्त पिलरकै समान्तरमा भारतले कस्टम चेक पोस्ट निर्माण गर्दैछ। 2 महिनादेखि सीमा क्षेत्रको निर्माणबारे विवाद चलिरहेको छ। ये कोऑर्डिनेट जो कोऑर्डिनेट है ना, हमारे जो 285 मेन पिलर हुआ है ना, इसका दोनों देश का एग्रीड कोऑर्डिनेट है। ये भ्यालू जहाँ आएगा इंस्ट्रूमेंट से वहीं वो पिलर रहेगा। तो ये जो आपका जो मैप है ये मैप कब इंडिया का ये कब का मैप है? ये 2007 में दोनों देश के उच्च अधिकारी से सिग्नेचर किया हुआ मैप है। अब 2017 हुआ, 18 है ना अभी। यसअघि कुनै चासो नलिएको स्थानीय प्रशासनले नापी विभागको सीमा विशेषज्ञ अधिकृत सहित अन्तर्राष्ट्रिय सीमा क्षेत्रको नक्सा लिएर पुग्दा भारतीय अधिकारीहरू बिना कुनै तयारीकै सीमा क्षेत्रमा पुगेका थिए। नापी अधिकृत ग्वालीले भने हराएको पिलरको यथार्थ लोकेसन पत्ता लागेपछि मात्र विवाद समाधान हुने बताए। उनले सीमा स्तम्भको पेन्जिनिङ लिएर अध्ययनपछि मात्र विवादित क्षेत्र 10 गजामा पर्ने नपर्ने बताउन सकिने खुलाए। भारतीय पक्षले निर्माण सुरु गरेको कस्टम चेक पोस्ट 10 गजा क्षेत्रमा परेको भन्दै सशस्त्र प्रहरीले रोक लगाएपछि धनुषाको नगररायन नगरपालिकाको जटही र भारतको पिपरौन जोड्ने सीमा क्षेत्र तनावग्रस्त बनेको थियो। राष्ट्रिय सूचना आयोग सूचना सतत प्रकाशन विद्युत प्रणालीले सञ्चालन सम्बन्धी तालिम दिन सुरु गरेको छ। राष्ट्रिय सूचना आयोगले बिहिबारबाट सूचना सतत प्रकाशन विद्युतीय प्रणालीको सञ्चालन सम्बन्धी तालिम दिन सुरु गरेको हो। काठमाडौँ आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपाल सरकार केन्द्रीय निकायका सूचना अधिकारीहरू सहभागी रहेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटाले सूचना प्रकाशन गर्दा कार्यालयको काम, कर्तव्य, अधिकार र पृष्ठभूमिलाई विस्तृत रूपमा उल्लेख गर्न निर्देशन दिनुभयो। उहाँले सूचना स्वत प्रकाशन विद्युतीय प्रणाली 3 महिनामा परिमार्जन हुने गरी सूचनाको व्यवस्था गर्नेतर्फ पनि सरकारी निकायलाई सचेत गराउनुभयो। यसमा पनि यहाँले ध्यान दिनु होला र कसरी आफ्नो संस्थाको नाम बदलिँदै आयो। जस्तै कृषि मन्त्रालयले कृषि, भूमि सुधार, सहकारी सबै आइदिया छ। अब महिला बालबालिकामा पनि ज्येष्ठ नागरिक विभिन्न थपिया छ। यी सबै कुरा हेरफेर भएको कुरा गर्नुहोला र यो सुरुमा हाल्नाले आम नागरिकलाई औको अझ चाहिने किसिमले यो चाहिँ कार्यक्रम हेर्नु होला। यही कार्यक्रम चाहिँ अथवा यस्तै आयोगका सूचना आयुक्त किरण कुमार पोखरेलले नागरिकले नमागे पनि नागरिकलाई सूचना दिने आफ्नो दायित्व पूरा गर्न सबै सरकारी निकायलाई सचेत गराउनुभयो। उहाँले संविधानले सबै नागरिकलाई सूचना दिने दायित्वको सरकारको भएको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको परिपालना गर्न पनि सरकार सबै निकाय गम्भीर हुनुपर्नेमा पनि जोड दिनुभयो। महँगोको कार्यान्वयन गर्ने विधि भनेको दोस्रो जनता सूचना माग्न आउनु पनि सक्छ, नआउनु पनि सक्छ। जनता माग्न आएन भनेर सार्वजनिक निकाय आफै चुप लागेर बस्न मिल्दैन। सार्वजनिक निकाय आफै प्रोएक्टिभ भएर जनतामा सूचना प्रवाह गरेर आफूलाई उनीहरूप्रति जवाफदेही बनाउनु पर्ने चाहिँ दोस्रो चाहिँ मुख्य दायित्व हो। सूचना अधिकारी आयोगकी प्रवक्ता यशोदा तिमल सिन्हाले गोपनीयताको नाममा सूचना नागरिकलाई नदिने काम कुनै पनि निकायलाई नगर्न सचेत गराउनुभयो। उहाँले नागरिकलाई सूचना दिने काममा प्रगति हुँदै आएको पनि अनुभूति सुनाउनुभयो। यसै पनि तपाईँलाई नभन्नु भनिएकै थियो। दोस्रो पटक तपाईँलाई फेरि अब गोपनीयताको शपथ खुवाइयो र तपाईँको अब सूचना माग्न आउँदा तपाईँलाई के भयो भन्दा यतातिर आधा जति दिमागमा पहिला नदिनु छँदै थियो। अब त्यो शपथले यता पनि दिउँ कि नदिउँ गरेर बडो कन्फ्युजन हामी आएर आउँदा सुरुमा साथीहरूले भन्नुहुन्थ्यो दिउँ कि नदिउँ पुछौँ हजुर हामी त यो त दियो भनेको भडखाडमा परिन्छ होला, के गरौँ, दिएर पनि के सुख छ र भन्नुहुन्थ्यो। आजकल कसैले पनि त्यस्तो भन्नुहुन्न। जति दियो त्यति
पो तरक्की हुने रहेछ। हाम्रो प्रमुखजीले भन्नुहुन्छ कि तरक्की हुन्छ भनेर उहाँकै शब्द कोइन गरेको हो। आयोगले जनताको सूचनाको हकलाई सुनिश्चित गराउन सूचना र प्रकाशन विद्युतीय प्रणालीको विकास गरेको छ। सोही प्रणालीबाट लागू गराउन आयोगले सरकारका केन्द्रीय निकायलाई सूचना अधिकारीहरूलाई प्रशिक्षण दिएको हो। प्रशिक्षण देशका सबै निकायलाई दिने र जनताको सूचना पाउने हकलाई सुनिश्चित गराउने अभियानलाई तीव्रता दिने आयोगले जनाएको छ। अब समाचारमा फेरि विश्रामपछि सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीको दाबी र पाल्पास्थित ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल स्थानीय सरकारले हस्तान्तरण गरियो। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी ओलीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको दाबी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितप्रति सचेत रहेको पनि स्पष्ट पार्नु। प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव सहितको मुलुकको समृद्ध सबैको साझा अभियान भएको पनि बताउनुभयो। बिहिबार ललितपुरमा आयोजित नवनियुक्त प्रान्तिक तृतीय श्रेणीका प्रशिक्षक अधिकृतहरूलाई दीक्षित गर्दै उहाँले विविधतायुक्त नेपाली समाजलाई एकताबद्ध बनाएर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको धारणा पनि राख्नुभयो। राष्ट्रिय हितभन्दा अन्तर्राष्ट्रवाद होइन, संकीर्ण राष्ट्रवाद होइन, न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तरदायित्व नबिर्सिएर अन्तर्राष्ट्रिय उत्तरदायित्व हाम्रो सामाजिक सद्भाव, हाम्रो समाजको बनावट, हाम्रो उत्पत्ति कसरी सकेको छ त्यो सामाजिक बनावटलाई हामी कायम राख्छौँ, मजबुत बनाउँछौँ। त्यसै कारण हाम्रो देशको एक राष्ट्र, हामी एउटा जनता, हाम्रो साझा अभियान नेपालको साझा अभियान नेपालीको के उद्देश्य प्रधानमन्त्री ओलीले दीक्षित अधिकृत तहहरूको जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न पनि आग्रह गर्नुभयो। नेल्सन मण्डेला जस्तै सम्मानित हुने गरी काम गर्न पनि दीक्षित अधिकृतहरूलाई सचेत गराउनु भयो। तपाईहरु जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ त्यहाँ तपाईहरुलाई मानिसले एउटा उज्यालो ज्योतिको रूपमा स्मरण। दुनियाँमा थुप्रो मान्छे छ, तर केही मान्छे देख्नु न सुन्नुसँग चिनिन्छन्, देख्नु न सुन्नुसँग आदर भाव जान्छ, सम्मान गर्न मन लाग्छ। नेल्सन मण्डेला देख्नुभएको कोही छ? कोही छैन। म दक्षिण अफ्रिकै गएर त देख्न पाएँ। फोटोमा देखाएको त्यो स्वास्थ्य अवस्था राम्रो थिएन र धेरै मान्छे जो जान्छ त सबले भेट्न लाइन लगाएर भेट्न दिने हो र त्यो भेट्नेतिर पिली हेरिरहने हो भने मात्र पनि उहाँ त थाकेर फुटेको हुने। त्यस कारण त्यहाँको सरकारले र उहाँको प्रतिष्ठानले हामीलाई आग्रह गरे, अस्पतालले आग्रह गरे उहाँको स्वास्थ्यका लागि तपाईँ त्यसलाई मजबुत गर्नु। अलिकति पछि भेट्ने समय मिल्न जान सकिने प्रधानमन्त्री ओलीले हरेक कर्मचारीहरूलाई स्वच्छ भावनाका साथ देश निर्माणको अभियानमा जुट्न पनि आह्वान गर्नुभयो। प्रस्तावित प्रधान न्यायाधीश दीपक राज जोशीको सुनवाई सकिएको छ। संसदीय सुनवाई विशेष समितिको बिहिबारको बैठक प्रस्तावित प्रधान न्यायाधीश जोशीको सुनवाई गरिएको हो। करिब 4 घण्टा लामो प्रस्तावित प्रधान न्यायाधीश जोशीको सुनवाईको निर्णय भएर नै शुक्रबार बस्ने समितिको बैठकले गर्ने समितिका जीर्ण सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। जोशी विरुद्ध शैक्षिक प्रमाणपत्र सहित 5 वटा उजुरी परेको थियो।
यो लिखित वक्तव्य जुन छ त्यसको बैठकमा समितिका सदस्यहरूले अदालतले राजस्व उठाउन नदिने गरी सरकारलाई किन अन्तिम आदेश दिइरहन्छ भनी प्रश्न गरेका छन्। समितिका सदस्य सुरेन्द्र पाण्डेले प्रधान न्यायाधीशमाथि नै शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न गरेको भन्दै त्यसको निरपूर्णताको योजना पेश गर्न आग्रह गर्नुभएको थियो। त्यसैगरी प्रस्तावित प्रधान न्यायाधीश जेउसीलाई समितिका सदस्य जितेन्द्र देवले अदालतमा हुने भ्रष्टाचार नियन्त्रणका लागि के योजना छ भनी जिज्ञासा राख्नु भएको थियो। उहाँले अदालतमा हुने भ्रष्टाचार स्वीकार गर्ने परिस्थितिको निर्माणलाई तपाईको प्रभावकारी भूमिकाको अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो। समितिका सदस्य राजेन्द्र श्रेष्ठले संघीय ढाँचा अनुसार न्यायपालिकामा लैजाने सन्दर्भमा स्पष्ट योजना प्रस्तुत गर्न आग्रह गर्नुभयो। उहाँले न्यायपालिकाको आफै पनि संघीय न्यायालयको व्यवस्थापन गर्न नसकेकोमा असन्तुष्टि पनि जेउसी समक्ष व्यक्त गर्नुभयो। समितिका सदस्यहरूले राजस्व सङ्कलनमा अवरोध पुर्याउने गरी सरकारवादी मुद्दाहरूलाई हटाउने गरेको दाबी गर्दै त्यसको अन्त्य गर्ने के गर्नुपर्छ भनी प्रश्न पनि जेउसीलाई गरेका थिए। उनीहरूले बिचौलियाहरूले प्रवेश गराएर पीडितलाई न्यायबाट वञ्चित गराउने योजनाबारे पनि प्रश्न गरेका थिए। संसदीय समितिका सदस्यहरूले जेउसीलाई सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको क्यासिनोबारे विपक्षपात फैसला गरेको विषय पनि स्पष्ट पार्न आग्रह गरेका थिए। सरकारले पाल्पाइसी ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तर गरेको छ। पुरातत्व विभागले ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल तानसेन नगरपालिकाले हस्तान्तर गरेको हो। सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषराज नारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमारी शाहीले बिहिबार काठमाडौँमा एक कार्यक्रम बीच रानी महल हस्तान्तर सम्बन्धी 10 वर्षीय समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। सांस्कृतिक पर्यटन तथा नागरिक उन्नयन मन्त्री रविन्द्र अधिकारीले उपस्थितिमा गरिएको समझदारी सो महलको व्यवस्थापन सञ्चालन र मर्मत सभार गर्दा सरकारको अनिवार्य स्वीकृति तानसेन नगरपालिकाले दिनुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आय आर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गर्नुभएको हो। उहाँले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पार्नुभयो। 10 वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रका तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाइने व्यवस्था पनि गरिएको छ। कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पुरातात्विक धार्मिक र ऐतिहासिक महत्त्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। धार्मिक हिसाबले र आर्किटेक्चरल हिसाबले पनि यसको ठुलो महत्त्व छ। यहाँबाट थाहा होला यो ठाउँ रानी महलको चाहिँ केही भाग चाहिँ उत्तरायण फर्केको गङ्गा छ, जसमा चाहिँ हाम्रो हिन्दू माइथोलोजी अनुसार त्यहाँ गएर सामान्य चाहिँ हामीले पानी गएर पनि हामी मोक्ष प्राप्त हुन्छ भन्ने छ। यो कुरालाई नै हामीले चाहिँ विश्वव्यापी रूपमा लानुपर्छ। विश्वव्यापी रूपमा यसलाई सेयर गर्न सकियो भने निश्चय नै यसलाई चाहिँ फाइदा हुन्छ भन्ने महसुस गरेको छु। विक्रम सम्वत 1954 खड्ग शमशेर राणाले रानी तेज कुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्त्व रहिआएको छ। आकर्षक कलाकृतिको सजिएको यो महललाई नेपालको ताजमहलको रूपमा पनि चिनिन्छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सरकार र डाक्टर केसी बीच सहमति, समझदारी अनुसार 10 वर्षसम्म राजधानीमा मेडिकल कलेज खोल्न नपाइने। बिहिबार 3 बजेको लागि बोलाएको प्रदेश नम्बर 2 को प्रदेश सभा बैठक पनि नेपाली काङ्ग्रेस द्वारा स्थगित। नीलम आनन्दको जन्म जयन्तीको अवसरमा आज जनकपुरधाम शिव शिष्य परिवारबाट वृक्षारोपण कार्यक्रम। सरकार मुक्त समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीको दावी। र पाल्पास्थित ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्वको रानी महल स्थानीय सरकारले हस्तान्तर।
हस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।